यो आकाशी बेली यसले हाम्रो स्वास्थ्यको लागि एकदमै फाइदेमन्द चीज हो। यो हजुरहरूलाई भन्न पर्दा के को लागि फाइदा गर्ला भन्ने नसोच्नु होला। यो हो एकदम जला जन्डिस भएको छ र जन्डिसको लागि मैले कसैलाई दिनको लागि नै लिएको हो। अनि फेरि यसलाई हामीहरूले एकदम धोई पखाली गरी रेडी गरेकी छु र मैले हजुरहरूको सामने खाएर पनि देखाइदिने छु। यसलाई विश्वास नगर्नु होला के दबाई गर्छ होला यसलाई भनेर। हजुरहरूलाई थाहा नभएको खण्डमा हजुरहरूले थाहा पाउन सक्नुहुनेछ। मलाई जन्डिस भएर खाएको होइन, मैले हजुरहरूको सामने प्रत्यक्ष रूपमा देखाउनको लागि खाएको हो। किनभने जो चिज आफूसँग छ त्यो चिज हामीहरूले सेयर गरेर एक दुसरेलाई भनियो भने पार हामीलाई थाहा लाग्छ र हामीहरूले अगाडि पनि फलो गर्दै जान सकिन्छ। हेर्नु त, यसको नाम आकाशी बेली है। हजुरहरूकोतिर के भन्छन् यसलाई, हजुरहरूले चिनेर पनि केही थाहा छैन भने पार सोध्नु होला कमेन्टमा। नाम के भन्छ हजुरकोतिर त्यो पनि भन्नु होला। हाम्रोतिर आकाशी बेली भन्छ। अनि फेरि यसको पाइल्सको बिमारी हो, मेन लिभरको बिमारी हो। कोही बिमारीलाई दिनको लागि नै मैले मगाएकी छु र हामीहरूले जन्डिसको बिमारीको लागि त धेरै दबाई खाइन्छ, त्यसले छिटो निको गर्दैन। यसलाई एक हप्ता यसलाई कुटेर खिलाइदिनुस्, हजुरको बिमारी जो पनि हुनुहुन्छ एकदम निको हुनेछ। पाल आउँछ यहाँ कसरी खाने भनेर है। जानेकालाई त थाहा होला, नजानेकालाई कसरी खाने यसले त त्यत्तिकै खाएर देखाइदिई नभन्नु होला। बिमारी जो हुनुहुन्छ उहाँलाई कुटेर यसलाई ल्याएर धोई पखाली गर्नु होला। अनि फेरि कुटेर रस बनाएर दिनमा जति सक्दो पानी हजुरहरूले उहाँलाई पिलाइदिनु होला। पानी जति पियो त्यति नै फाइदा गर्छ। मैले हजुरहरूलाई त यतिकै खाएर देखाएको हो, वाकैमा यो चिज खाने चिज रहेछ भनेर। पाइल्स जस्ता बिमारीहरू, जन्डिस जस्ता बिमारीहरू ठिक गर्छ भने पर हामीहरूले किन नबताउने। आफूमा भएको अनुभव अरूलाई दिनलाई केही पनि जाँदैन। चाहिएको छ भने मबाट पनि मलाई कल गरेर सम्पर्क गर्नु होला। अगाडि पनि यस्तै भिडियोको लागि मलाई लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिदिनु होला। थ्याङ्क यू सो मच। सपोर्ट मी प्लिज।